साथीहरू हैन, हामी चाहिँ यहाँ भोलिको लागि अदुवा खन्दैछौँ नि त। भोलि आइतबार हो। हाम्रो चाहिँ अदुवाको पाना ठुल्ठुलो भएर चाहिँ नि अदुवा खन्नै साह्रो पर्छ। यस्तो कत्रो छ भने अदुवा चाहिँ नि फेरि यहाँ लराहरूले अल्झाएर नि। म चाहिँ यहाँ अदुवा खनिसकेर यहाँ केलाउँदैछु हैन। यहाँ देख्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो चाहिँ अदुवा चाहिँ कत्रो कत्रो फलेको छ भनेर चाहिँ म चाहिँ खुसी हुँदै केलाउँदै थिएँ। यत्रो यत्रो ठुल्ठुलो पाना रहेछ भन्दै। त हेरिदिँदै गर्नुहोस् ल भिडियो। यस्तै छ हाम्रो चाहिँ। कोही बेला के गर्दै गरेको, कोही बेला यस्तै अदुवा खनखान गरेको है। यस्तै हुन्छ हाम्रो चाहिँ। र अब चाहिँ अदुवा पनि केलाइसकेर घर गएको। अब चाहिँ हामी आमा र म चाहिँ मेरो चाहिँ आमाले भिडियो गरिदिनु हुँदैछ। अन्त यहाँ चाहिँ मलाई उकालो चढ्नु चाहिँ अलिक साह्रो पर्दैछ।